कोन्निचिवा मिन्नासान एकदमै इम्पोर्टेन्ट भिडियो छ। याद गर्नै पर्ने हुन्छ हजुरहरूले। याद गर्न सक्नु भएन भने जापानिज भाषा बुझ्न बोल्न सकिन्न। कन्फ्युजन गराउने कुरा के छ भने एउटै अर्थ दिन्छ तर शब्द फरक प्रयोग गर्नुपर्ने हुन्छ। आज यो भिडियोले तपाईहरुलाई सबै कन्फ्युजन हटाइदिनेछ र यसको हरेक इक्जाम्पल सहित मैले अर्को भिडियो लिएर आउने छु। नानी के, नान के, घडी अथवा उमेरको सन्दर्भमा नान प्रयोग गरिन्छ। दोरे कुन, दोनो कुन। दोरे भनेको अप्सनहरु छ भने चुज गर्नुपर्ने अवस्थामा दोरे, नाउनसँग दोनो। दारे को, दोनाता को। दोनाता आफूभन्दा सिनियरसँग पोलाइट रूपमा प्रयोग गर्ने शब्द हो। दोको कहाँ। अब लेसन टूमा सिक्नुपर्ने कुरा छ। कोरे यो आफूभन्दा नजिक, सोरे त्यो सुन्ने मान्छे भन्दा नजिक, आरे ऊ त्यो सुन्ने मान्छे र भन्ने मान्छे दुवै भन्दा टाढा। दोरे भनेको कुन, त्यो सामानहरु देखाउने हुँदाखेरि चाहिँ कुन भन्नु पर्यो भने दोरे। कोनो, सोनो, आनो पनि यही कोरे, सोरे, आरे जस्तै हो अर्थ, तर फरक के छ भन्दा यो नाउनसँग सिधै लाग्छ है। मैले अर्को अघिल्लो भिडियो पनि बनाइसकेको छु यसको बारेमा। कोरेसँग वा पार्टिकल लाग्छ, कोरे, सोरे, आरेसँग वा पार्टिकल लाग्छ भने कोनो, सोनो, आनोसँग वा पार्टिकल लाग्दैन, सिधै नाउन हुन्छ है। ख्याल राख्नु होला। शब्द एउटै हो, अर्थ एउटै हो। अनि लेसन 3 मा हामीले सिक्नु पर्ने छ कोको यहाँ, सोको त्यहाँ, आसोको ऊ त्यहाँ। ठाउँ देखाउँदाखेरि अथवा केही दिशाहरू, डिरेक्सनहरु देखाउँदाखेरि प्रयोग हुन्छ। अनि कोचिरा, सोचिरा, आचिराको अर्थ पनि सेम नै हो, तर के फरक छ भने आफूभन्दा सिनियरसँग र बोल्दाखेरि पोलाइट रूपमा प्रयोग गर्ने शब्द हो। कोचिरा यहाँ, सोचिरा त्यहाँ, आचिरा ऊ त्यहाँ। दोचिरा भनेको कहाँ है। कन्फ्युजन छ भने भन्नु होला। अर्को भिडियो मैले सबैको इक्जाम्पल बनाएर ल्याउने छु। आरिगातो गोजाइमास।